थाङखोला सामुदायिक वन कालिका नगरपालिका चितवनमा अवस्थित छ। यसको संरक्षण र व्यवस्थापनमा सामुदायिक सहभागिता अपरिहार्य छ। थाङखोला सामुदायिक वनलाई स्थानीय समुदायहरूको सक्रिय सहभागितामा संरक्षण, व्यवस्थापन र उपयोग गरिएको छ। हाल यस वनको अध्यक्ष राम बहादुर कार्की हुनुहुन्छ। अध्यक्ष लगायत 15 जनाको कार्य समिति नै वन स्रोतको दिगो उपयोग गर्दै स्थानीय बासिन्दाहरूको जीवनस्तर उकास्ने अभियानलाई शिरोधार्य गर्दै कार्य सम्पादनमा तल्लीन हुनुहुन्छ। थाङखोला सामुदायिक वनलाई केन्द्रबिन्दुमा राख्दै हामीले यो कार्यक्रम निर्माण गरेका छौँ। वनको समग्र विषयमा हामीले यस वनको अध्यक्ष राम बहादुर कार्कीलाई जिज्ञासा राखेका छौँ। नमस्कार, मेरो नाम राम बहादुर कार्की र यस थाङखोला सामुदायिक वनको अध्यक्ष र यो वन थाङखोला सामुदायिक वन एकदम नरम प्रजातिको वन पैदावार भएको भूगोल हो र यसको क्षेत्रफल 179 हेक्टर छ र यसमा हाम्रो पर्यटनको लागि सङ्घीय सरकारबाट एउटा भ्यू टावर पनि बनेको छ। यो वनको आय स्रोत भनेको एउटा बाँस जन्ने वन पैदावार छ भने अरू यसमा नरम प्रजातिको भएर खासै त्यस्तो खालको आम्दानीको स्रोतहरू नभएको वन मध्येमा सामुदायिक वन मध्येमा पर्छ र हामीसँग सिस्नो चाहिँ प्रशस्त सिस्नो भएको भूगोल पनि हो। यो परिचयमा चाहिँ वनको अवस्था यो अवस्थाको छ र हामीले यो सम्हालिसकेपछि आएर हामीले अफिसको सुरुमा हामीले अफिस व्यवस्थापनलाई अलि राम्रो बनाउनु पर्छ भने एउटा सीमित कोठामा 2058 सालमा यो हस्तान्तरण भएर आइसकेपछि एउटै कोठामा चाहिँ चलाइरहनु भएको अग्रज दाइहरूले र अहिले चाहिँ त्यहाँ यो चाहिँ होइन, अब हामीले अहिले अफिसलाई चाहिँ यसको व्यवस्थापन गर्ने भनेर चाहिँ हामीले यो अफिस यो अध्यक्ष रुम यतातिर चाहिँ अहिले हामीले हेर्न सकिन्छ। कार्यालय छ भने उता पल्लोपट्टि सभा हल, कार्य समिति लगायत 40 जना अट्ने हल चाहिँ हामीले व्यवस्थापन गरेका छौँ। त्यसपछि त्यो काम गरिसकेपछि अफिस व्यवस्थापन भइसकेपछि हामीले असारको बेला थियो, त्यो बेला फेरि अब वृक्षारोपण प्लान्टेसनको चाहिँ सिजन भएको कारणले हामीलाई जिल्ला वनले चाहिँ वृक्षारोपणको प्लान्टेसन गर्ने केही रकमहरू राखिदिनु भयो र त्यो लगायत अर्को सहमति संस्था चाहिँ एउटा जिआई संस्था नेदरल्यान्डबाट चाहिँ सञ्चालित जिआई संस्थाले गरेर सबैको 5 जनाको चाहिँ संयुक्त उसमा हाम्रो विभिन्न समयमा विभिन्न लगानी गरेर चाहिँ दात्री निकायहरूले सहयोग गरेको अवस्था छ र हामी फिल्डमा जाँदाखेरि के काम भयो, कुन संस्थाले कति लगानी गर्यो र के को लागि गर्यो र कस्तो चिज भएको छ, त्यसको चाहिँ ब्याकग्राउन्ड अहिले के भएको छ त भन्ने कुरो हामी फिल्डमा गएपछि हेर्न सक्छौँ। र त्यसपछि सुरुमा यो वन पैदावार जिल्ला वन पैदावार आपूर्ति समिति र बरण्डावारले चाहिँ मौरी पालन कृषकहरूलाई मौरी पालनको लागि चाहिँ केही रकम 5 लाख रुपियाँ छुट्याएर ट्याक्स काट्दाखेरि हामीलाई आएको रकम भनेको 4,91,294 रुपियाँ बराबरको 54 घार मौरी सहितको हामीले चाहिँ 27 जनालाई 2 घारको दरले चाहिँ वितरण गरियो। त्यसपछि हामी प्लान्टेसनतिर लाग्यो। प्लान्टेसनमा तपाईँको जिल्ला आपूर्ति बरण्डाभारबाट चाहिँ 4,80,000 बराबरको पर्यटनको लागि चाहिँ काम भइरहेछ अहिले हामी त्यहाँ देख्न सक्छौँ। र डिभिजन वन कार्यालयले वृक्षारोपणको लागि 2081-327 मा 3,05,386 रुपियाँ बराबरको हामीलाई 2700 बाँस जन्ने बिरुवा, उन्नत जातको बाँस र अरू चाहिँ चाँप, फलफुलका बिरुवाहरू, कटहरहरू यस्तो गरेर हामीले त्यो वृक्षारोपण गरेका छौँ। अहिले फिल्डमा गएर देखिन्छ। त्यसपछि डिभिजन वन कार्यालयबाटै बाँस रोपणको लागि भनेर चाहिँ गोडमेलको लागि भनेर 1,47,224 रुपियाँ लगानी भएको छ। त्यो पनि हामीले फिल्डमा गएर अहिले हेर्न सक्छौँ। अर्को बाल मैत्री तथा वृद्धहरूको पार्कको लागि चाहिँ
जिल्ला वनले नै 4,80,000 पैसा लगानी गरिदियो र अहिले त्यो काम भइरहेछ भ्यू टावरमा। जिआई संस्था भन्ने नेदरल्यान्डबाट चाहिँ सञ्चालित छ, त्यो रहेछ, त्यो आएर हामीसँग सम्पर्क राख्यो र उसले चाहिँ प्लान्टेसन गर्ने जमिन लिए भन्यो। हामीले जमिन देखायौँ, देखाइसकेपछि अहिले सोइल टेस्ट गर्यो, माटो चेक गर्यो, यो कुन चाहिँ प्रजातिको बिरुवाहरू लगाउन यहाँ उपयुक्त हुन्छ भनेर चाहिँ चेक गर्यो। गर्दाखेरि चाहिँ मैले राखेको उसलाई प्रस्ताव चाहिँ हिजो मैले जिल्ला वनमा 50 सालदेखि कार्यरत 22 वर्ष काम गरेँ र मैले थाहा पाएदेखिको राज्यले वृक्षारोपण प्रत्येक वर्ष गरिरहने र त्यसको रिजल्ट चाहिँ त्यसको मेकानिजम हेर्ने, त्यसको रिजल्ट ल्याउने चाहिँ व्यवस्था पनि नभएर होला, त्यो कुनै अर्थ नरहेको र उसलाई मैले यदि रोप्ने नै हो भने तैँले उन्नत जातको र त्यो संस्थालाई चाहिँ केही हुने खालको चाहिँ योजना छ भने आउनुहोस् भनेर भन्दाखेरि तपाईँसँग के छ त्यस्तो भने मैले उसलाई चाहिँ बुटोलमा एकजना कृषकले लगाएर उहाँले चाहिँ देखाइरहनु भएको छ, युट्युबतिर पनि देखिन्छ, अब उहाँलाई खोजेर हेर्दाखेरि पनि भेटिन्छ। त्यो मोरिङ्गा भन्ने प्रजातिको बिरुवाहरू लगाउँदाखेरि चाहिँ त्यो हरेक खालको औषधिमा प्रयोग भएको पनि देखियो। त्यसले गर्दाखेरि तपाईँले अब चाहिँ 3 वर्षमा त्यसको आम्दानी आउने र यो वनसँग आम्दानीको स्रोत केही पनि नहुने हो भने त्यसो भने प्लान्टेसनै गर्ने हो भने मोरिङ्गा जातको प्लान्टेसन गराइदिनुहोस्, हामी जमिन दिन्छौँ र केही गर्नुपर्छ, हामी जनशक्ति पनि हामी जुटाइदिन्छौँ भनिसकेपछि उसले चाहिँ त्यसलाई स्वीकारेर अहिले 5 हेक्टरमा हामीले मोरिङ्गाको प्लान्टेसन गरेका छौँ र त्यो 3 वर्षमा त्यसको घाँसबाट त्यो पाउडर बनाउन मिल्ने प्रशोधन गरेर पाउडर बनाएर अन्तर्राष्ट्रिय बजार यसको व्यापक राम्रो भएको उसैबाट चाहिँ थाहा पाइयो। भइसकेपछि उसले 3 वर्षसम्म चाहिँ तपाईँले समर्थन गर्नु, उत्पादन गर्ने मिसिनहरू तालिमहरू पनि म सिकाउँछु। त्यसपछि तपाईँले रेट राखेर आफ्नो रेट राखेर तपाईँले चाहिँ बिक्री गर्नलाई चाहिँ टेन्सन मान्नु पर्दैन, म त्यसको व्यवस्था मिलाउँछु भने चाहिँ अहिले हामीले 5 हेक्टरमा मोरिङ्गाको प्लान्टेसन गरेका छौँ। अर्को सहमति संस्था डौलोरियाबाट चाहिँ सञ्चालित जोइन्ट संस्था रहेछ, उसले यो मिचा प्रजाति हामी प्लान्टेसन गऱ्यौँ, वृक्षारोपण गऱ्यौँ, तर हामीसँग आर्थिक अभाव, आर्थिक चाहिँ यो संस्थासँग प्रशस्त नहुने र त्यो बाँसको स्रोतबाट नै कर्मचारीहरूलाई चाहिँ पाल्नुपर्ने अवस्था भएको कारणले हामीलाई गोडमेल गर्ने बिरुवा त लगाइयो, लगाएर छोडिदिएपछि त्यो अर्थ नरहने त्यसको गोडमेल मिचा प्रजातिले माइकेरिया भन्ने त्यो लहरा छ उसले छोडिदिने, त्यो हटाउनलाई चाहिँ हामीले फेरि यो सहमति संस्थासँग गएर आफ्नो कुराहरू राख्यौँ। यसरी प्लान्टेसन गरेको गोडमेलको लागि चाहिँ हामीलाई केही सहयोग गर्नु पर्यो भनेपछि उसले त्यो गोडमेलको लागि 81/8/21मा चाहिँ 29,240 रुपियाँ हालिदियो। त्यसले हामीले केही त्यो झारहरू गोडेर फालियो। त्यसपछि फेरि बिरुवा संरक्षण त्यसको लागि नेट जाली चित्तलहरू आउने अनि त्यो खाइदिने भइसकेपछि हामीले त्यसलाई फेरि 5 हेक्टरलाई नेट जाली किन्नको लागि त्यही संस्थाले 81/8 मङ्सिर महिनामा 1,14,800 रुपियाँ दियो र त्यसले हामीले नेट जाली घेरेका छौँ। त्यसपछि 81/11मा लास्टतिर यो अब गर्मी महिना आगो लागि खतरा हुने त्यसको लागि चाहिँ फायर लाइन गराउनु पर्ने र पदमपुर र थानखोलाको सिमाना पनि कहाँ भएको अवस्था, फेरि सब डिभिजन कार्यालयलाई हाम्रो सिमाना पनि छुट्याइदिउँ। त्यसपछि त्यही सिमानाबाट फायर लाइनको चाहिँ हामीलाई चाहिँ त्यो GPS पोइन्ट लिएर त्यो सिमानासहितको फायर लाइन तयारी गर्ने छुट्याइदिनुहोस् भनेपछि त्यहाँबाट प्राविधिक आए, सुजन गोले भन्ने भाइ आएर चाहिँ अधिकृत आएर चाहिँ उहाँले हाम्रो छुट्याइदिनु भयो। अहिले हामीले हेर्छौँ 2100 मिटर हामीले 4 फिट 4 मिटर चौडाइको र 2100 मिटर चाहिँ लम्बाइको फायर लाइन तयार गरेका छौँ। त्यसले रानीखोला सामुदायिक वनलाई छुन्छ डाइरेक्ट, यहाँ हाम्रो यो सिमानाबाट सुरु भएर त्यसको लम्बाइ भनेको 2100 मिटर रहेछ र त्यसको लागि त्यो उसको लागि चाहिँ खर्च 1,41,000 चाहिँ त्यही सहमति संस्थाले त्यसको लागि नै हालिदियो। त्यो काम सम्पन्न भएको अवस्था छ र अहिले हाम्रो यहाँ चाहिँ यसरी भनिरहँदा यी चिजहरू हामीले 1 वर्षभित्रमा गरियो र फिल्डमा गएर यो यहाँ भनिहालियो। यसको चाहिँ फिल्डमा यो ठ्याक्कै अहिले बोलेको चिज त्यहाँ छ त भनेर चाहिँ त्यसको पनि हामीले अवलोकन, त्यसको पनि हामी भिजुअलहरू सहित चाहिँ देखाएर त्यसको बायोडाटा बनाएर राखिदियो भने फेरि अर्को साल हामीले त्यो कुन समयमा के काम गर्यौँ भन्ने खालको
प्रत्येक वर्षको हामीले डाटा बनाएर राख्यो भने पछि आउने कुनै साथीलाई कुनै ठाउँमा लगेर देखाउँदा सजिलो होस् भन्नको निमित्त पनि हामीले यो चाहिँ यसरी राख्नुपर्छ भन्ने चाहिँ सोच बनाएर गरे हो। अहिलेलाई यति लाग्दै यस परिचय चाहिँ यही नै हो र हामीले गरेका कामहरू यी हुन् र हामीले फिल्डमा गएर अहिले आफ्नै उसले चाहिँ अनुगमन आफैले गएर हेर्ने प्रत्यक्ष हेर्नेछौँ भन्दै अहिलेलाई यति नै भने हस्त नमस्कार। सामुदायिक वन यहाँदेखि यता चाहिँ पदमपुर सामुदायिक वनको सिमाना र यसको GPS पोइन्ट लिएर सहयोग गर्ने प्राविधिक चाहिँ जिल्ला वन डिभिजन वन कार्यालयको सुजन गोले भन्ने सहयोगले छुट्याइदिनु भयो र यसलाई लगानी गर्ने चाहिँ जुन अघि मैले भने सरस्वती त्यो आर्थिक सहमति संस्थाकोले लगानी पैसा हालिदिनु भयो। त्यसपछि हामीले 2100 मिटर यहाँबाट माथि रानीखोला सामुदायिक वनसम्म जान्छ। यसको रेन्ज भनेको 2100 मिटर र यसको डिस्टेन्स चौडाइ चाहिँ 4 मिटरको हामीले फायर लाइन तयार गऱ्यौँ र यसले अस्ति यहाँ आगो लागि भएर चाहिँ यता आउँदाखेरि यसले ठुलो काम गर्यो र हामीले हाम्रो कर्मचारी पनि तैनात गरेर खटाएका छौँ। इन केस यहाँबाट चाहिँ त्यो हावाले यता नजाओस् भन्नको निमित्त हो यो चाहिँ यो फायर लाइन चाहिँ मेन यो वन डडेलोबाट वनलाई कसरी जोगाउन सकिन्छ भन्ने किसिमले नै यो तय गरिएको हो। फायर लाइन भनिन्छ यसलाई र सिमाना पनि यो थानखोला र पदमपुरको सिमाना पनि यसले छुट्याउँछ। यो हाम्रो बाँसको प्लान्टेसन हो। यसको बिरुवा उत्पादन चाहिँ दिने डिभिजन वन कार्यालय चितवन भरतपुर चितवनले हामीलाई 2000 बिरुवा दियो र यसलाई पछि दिएर हामीले प्लान्टेसन गऱ्यौँ असारमा र थप हामीले 700 चाहिँ हामीले आफ्नै उन्नत जातको बिरुवा यसबाट छनौट गरेर हामीले प्लान्टेसन गऱ्यौँ र 2700 बिरुवा यो 2 हेक्टरमा र अर्को प्लस 700 चाहिँ योभन्दा अर्को जमिनमा हामीले अलि माथिल्लो भूगोलमा चाहिँ हामीले प्लान्टेसन गरेका छौँ। र यो सबै मिता प्रजातिले चाहिँ छोप्यो। यो सबै छोपिसकेपछि यो पोहोर असारको 25-26मा रोपेको बिरुवाहरू हुनु यो अहिले जुन गएको बाँस यसलाई गोडमेल गर्नलाई सहमति संस्थाले हामीलाई केही रकम अघि मैले भनेको थिएँ यो गोडमेलको लागि चाहिँ 29,000 पैसा दियो। त्यसले चाहिँ हामीले गोडमेल गऱ्यौँ। यसमा 2700 बिरुवा चाहिँ हाम्रो यो 2 हेक्टर वनमा चाहिँ यो उन्नत प्रजातिको राम्रो जातिको बाँसको बिरुवा चाहिँ हामीले यो यसपालि प्लान्टेसन गऱ्यौँ। यो हाम्रो 5 हेक्टर जमिन छ जहाँ अघि नै मैले भने मोरिङ्गा प्रजातिको प्लान्टेसन छ। यसमा यो प्रत्येक बिरुवालाई हामीले चाहिँ उसले नेट जालीले घेरेका छौँ भित्र पनि र यहाँ जामुन त्यसपछि चाँप लगायत मोरिङ्गा सहितको प्लान्टेसन छ। त्यसपछि यो चित्तलहरू आइदिएर चाहिँ झ्याप्पै तानिदिने खाइदिने भएको कारणले चाहिँ यो बाहिरी नेट जाली जति पनि घेरेछ यतिले पनि चित्तल चाहिँ भित्र प्रवेश नगर्दो रहेछ। जसले हामीले बाघ समाउनु पऱ्यो भने सेतो कपडाले घेरे जस्तै यो पनि वन्यजन्तुको लागि चाहिँ हेर्दाखेरि चाहिँ सामान्य छ, तर यसले पनि धेरै चाहिँ वन्यजन्तुभित्र आउन चाहिँ नआउँदो रहेछ भन्ने चाहिँ यसले प्रमाणित चाहिँ गर्यो। र यो विषय फेरि हामीलाई थाहा छैन, त्यही नेदरल्यान्डको कुहिरेलाई उसलाई चाहिँ यो गर्यो भने चाहिँ आउँदैन भन्ने खालको गर्यो, उसैको आइडियाले चाहिँ यो लगाइयो। यो 5 हेक्टर छ। यो हामी आयोजित गरेको प्लान्टेसन हो। यो वर्ष हुन्छ पर्यटनको लागि चाहिँ जिल्ला वन पैदावार र चाहिँ बरण्डाबारको संयुक्त लगानी 5 लाखमा 4,80,000को यो 5वटा स्थलहरू अहिले बनिरहेछ। र त्यो पानी ट्याङ्की अब यसको पाइप लाइन धाराहरू प्रत्येकमा 1-1वटा धारा छ र लाइनको व्यवस्था हुन बाँकी छ। यो काम सम्पन्न अन्तिम चरणमा पुगेको अवस्था छ भने यो सञ्चालन गर्नलाई अझै हामीलाई केही समय अझै लाग्ने देखिन्छ। र यो एउटा हो चाहिँ सङ्घीय सरकारबाट परेको बजेटको पैसा हो। यो चाहिँ हामीभन्दा अगाडि नै बनिसकेको र यस्तो अवस्था यसलाई सञ्चालन गर्नको लागि पनि हामीले यसलाई
गर्नु जरुरी ठानेर अहिले भइरहेछ। त्यसपछि यता आयो, यता चाहिँ हाम्रो डिभिजन कार्यालय वन कार्यालयले 5 लाख हालिदिएर यसमा गार्डन हुन्छ, यो बस्ने बेन्चहरू हिजो मात्रै झारिएर यो गोलघर बन्ने क्रममा छ। र यो 6वटा बेन्च, त्यसपछि बस्ताहरू खेल्नको लागि 4वटा सामान सेट गर्न पाइन्छ। र यो मोजाइल टाइल 1.5 मिटरको यसरी गएर यसरी आउँछ, बिचमा यी सामानहरू राखिन्छ। र छेउमा चाहिँ हामीले 2 फुटको क्यारी, फुलको क्यारीहरू लगाउने गरेर बनाइदिएको इस्टिमेट छ। यो पनि डिभिजन वन कार्यालयले 5 लाखको पैसा हालिदिएर यो मोजाइल टाइल, यो खेल्ने, त्यसपछि यो गोलघर र यो बस्ने बेन्चहरू यो सबै खरिद गरिएको छ। र यो चाहिँ अब तत्कालै 2-3 दिनमा यो गोलघर पनि तयार हुन्छ। यस वनका प्रमुख महत्त्वहरू: वन संरक्षणमा योगदान। स्थानीय बासिन्दाहरूले आफ्नै वन जस्तै मानेर संरक्षण गर्ने हुँदा वन फडानी र अवैध कटानी कम भएको छ। आर्थिक लाभ: समुदायले काठ, घाँस, दाउरा, जडीबुटी आदि स्रोतहरूको व्यवस्थापन गरी आय आर्जन गर्ने कार्यको सुरुवात भएको छ। रोजगार सिर्जना: सामुदायिक वनमा आधारित उद्योगहरू मार्फत रोजगारी सिर्जना हुने सम्भावनालाई वन समितिले अवलम्बन गरेको छ। दिगो विकास: वनको दीर्घकालीन र दिगो व्यवस्थापनले वातावरण संरक्षण हुने कुरा उपभोक्ताहरूलाई बुझाइएको छ। स्थानीय सशक्तिकरण: समुदायले वनको हक व्यवस्थापन गर्दा सम्बन्धित स्थानीयहरूको नेतृत्व क्षमता र निर्णय क्षमता विकास भएको छ। जलवायु परिवर्तनको न्यूनीकरण: वनले कार्बन सोच्न मद्दत गर्छ, जसले जलवायु सन्तुलनमा योगदान पुर्याएको छ। पशुपालन सहयोगी: घरपालुवा जनावरका लागि चारो र चरण स्थल उपलब्ध हुन्छ। वनले मानव जीवनलाई बचाइराख्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। प्रत्यक्ष साथै अप्रत्यक्ष रूपमा मानव जीवनमा वनको भूमिका महत्त्वपूर्ण छ। वन संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्दै पुस्तौं पुस्तालाई स्वस्थ बनाउन तपाईँ हामी सबैको जिम्मेवारी महत्त्वपूर्ण छ।